जतिको मेरो दिमाग खाइन्छ नि त्यतिको मेरो पकेट पनि खाइन्छ क्या साथीहरू। तर पनि आज के गर्नु एकदमै भयङ्कर वाला मलाई चटपटेको क्रेभिङ्स भयो। जुगाड तरकारी चटपट बनाएर खानुपर्छ भनेर सोचिरहेको थिएँ। त्यसको लागि फर्स्ट अफ अल मैले जानुपर्ने चाहिँ खेतमा, अनि खेतमा जाँदा त यो बिचारा धानको बिउ रोइरहेको थियो क्या। अनि उसलाई देखेर दया आएर मैले पानी दिएको, ऊ चाहिँ खुसी भएको साथीहरू। आज आकाश पनि वाउ सो ब्युटिफुल देखिरहेको थियो। अनि यो चाहिँ प्याजहरू मेरो मम्मीले पोहोर साल छोड्नु भएको, सानो नराम्रो छ भनेर, अहिले चाहिँ मेरो लागि चटपटेको लागि काम आउँदैछ। अनि साथीहरू यो चाहिँ चप्पल मेरो बुबाको हो कि मैले लगाउँछु, हजुर लगाउनुहुन्छ कि नै प्लिज भन्नु होला। अनि मैले 2-4वटा प्याज 2-4वटा धनियाँको पत्ता टिपेर म चाहिँ घर आउँछु भनेर सोचिरहेको थिएँ। बिचारा यो धनियाँले पनि के सारा दुःख दिएको है, मैले जति बेला पनि तोडेछ। अनि मैले चाहिँ घर आएपछि मेरो ख्याल आएको चपिङ बोर्डमा मैले प्याज र धनियाँको पत्ताहरू काट्न थालेँ कि साथीहरू। बिचारा 20 वर्ष पुरानो मेरो चपिङ बोर्ड हजुरलाई देखाउँदैछु, डोन्ट माइन्ड हेर्नु होला ल। अनि त्यसपछि मैले चाउचाउलाई कुटपिट गरेर मैले चाहिँ सँगै भुजिया राखेर चटपट बनाएको रेडी भएँ। ए भुजिया त मेरो दिल गार्डन कति सेतो हो कि गोरो, माइ गॉस। अनि साथीहरू यो चाहिँ रक्सी होइन कि, यो चाहिँ हाम्रो अर्ग्यानिक चुक हो। मेरो बुवाले खाएर भ्याएको रक्सीको बोतलमा राख्नुपर्छ कि स्वाद आउँछ क्या साथीहरू, स्वाद। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो।